So alright guys, hello and namaste, it's me Lakpa Sherpa and welcome back to my channel. So today I have Bajaj Pulsar NS400Z which is now available in Nepali market at the price of 5,49,900. र तपाईहरुको धेरै जनाको डिमान्ड थियो कि NS400 मा नि राइड रिभ्यू चाहियो, यसको परफर्मेन्स कस्तो छ, यसमा ड्युरेबिलिटी कस्तो छ, के फिचर्सहरु रहेको छ भनेर तपाईहरु धेरै जनाको डिमान्ड थियो। सो तपाईहरुको डिमान्ड फुलफिल गर्नलाई मैले यो भिडियो लिएर आइसकेको छु र स्टे ट्युन, भिडियोलाई लास्टसम्म हेर्न नछुटाउनु होला है त। सो यतिको प्राइस रेन्जमा के फिचर्सहरु आउँदो रहेछ त चेक आउट गरौँ है त। टकिङ अबाउट यसको डिजाइन, यसको लुक्स है, तपाईको फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भनिन्छ नि, यसको लुक्सको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ तपाईको यसको यो हुन्छ नि श्राउड निस्केको कारणले गर्दा एकदमै स्पोर्टियर बल्की लुक्स दिइराछ भने तपाईको यो ब्याक साइडको डिजाइनको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ तपाईको चाहिँ सेम एज NS200 रहेको छ। स्लाइटली एक दुईटा कुरा चिन्छ नि त, तपाईको यो श्राउड निस्केको कारणले गर्दा अलिकति हेभी र बल्की फिल हुन्छ। र तपाईको फ्रन्ट डिजाइनको बारेमा कुरा गर्नुहुन्छ भने फ्रन्टमा चाहिँ रहेको छ N250 र डोमिनारको मिक्स कट छ, जुन चाहिँ तपाईको हुन्छ नि यस्तो एरो शेपको हेडलाइटले गर्दा चाहिँ बाइकलाई अझै एग्रेसिभ लुक्स दिइरहेछ क्या। टकिङ अबाउट इन्जिन, यसको परफर्मेन्सको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ डोमिनार 400 मा जुन इन्जिन युज भएको छ नि सेम त्यही इन्जिन चाहिँ NS400 मा नि युज भएको छ। स्लाइटली म्यापिङहरु मात्र चेन्ज छ, किनभने तपाईको दुईटा डिफ्रेन्ट सेगमेन्टको बाइक हो नि त। डोमिनार 400 टुरिङको लागि भयो भने NS400 चाहिँ तपाईको नेकेड स्पोर्ट सेगमेन्टमा पर्छ, त्यो कारणले गर्दा म्यापिङहरु चाहिँ चेन्ज छ। सो तपाईको यसको इन्जिन डिस्प्लेसमेन्टको बारेमा कुरा गर्नुहुन्छ भने 373.27 को इन्जिन डिस्प्लेसमेन्ट रहेको छ भने यो चाहिँ सिंगल सिलिन्डर 4 भ्याल्भ लिक्विड कुल DOHC-FI इन्जिन रहेको छ। यसको पावरको बारेमा कुरा गर्नुहुन्छ भने यसले चाहिँ तपाईको 40 हर्स पावर प्रड्युस गर्छ एट 8800 RPM र यसको टर्कको बारेमा कुरा गर्नुहुन्छ भने 35 न्युटन मिटर अफ टर्क प्रड्युस गर्छ एट 6500 RPM र तपाईको यसको कम्पनीले क्लेम गरेको टप स्पिड चाहिँ 156 km/h छ। र तपाईको हुन्छ नि रिभ्यूहरु हेर्दाखेरि बाहिरको हुन्छ नि इन्डियाको तपाईको ड्र्याग रेसहरु हेर्दाखेरि तपाईको 177 नै गएको रेकर्ड छ क्या। सो तपाईको यो बाइकले चाहिँ 0 to 60 चाहिँ 2.8 सेकेन्डमा चाहिँ जान्छ भने तपाईको अनि 0 to 100 चाहिँ तपाईको 6.9 सेकेन्डमा चाहिँ हान्छ है त। सो NS400 मा चाहिँ तपाईले चारवटा डिफरेन्ट मोड पाउन सक्नुहुन्छ। फर्स्ट रहेको छ स्पोर्ट्स मोड, सेकेन्ड रहेको छ तपाईको रोड मोड, थर्ड रहेको छ रेन मोड भने, फोर्थ रहेको छ अफ रोड मोड। तपाईको यो चाहिँ तपाईको चारवटा मोडले तपाईको डिफरेन्ट काम गर्छ। रेन मोडमा तपाईको स्लाइटली एबीएसले ब्रेकिङले अलिकति हाई पर्फर्मेन्स दिन्छ भने तपाईको स्पोर्ट्स मोडमा चाहिँ तपाईको इन्जिनले अलिकति हाई पर्फर्मेन्स दिन्छ, किनभने तपाईको दुईटा डिफरेन्स हुन्छ नि मोड भयो नि त। त्यो कारणले गर्दा तपाईको आफ्नो राइडिङ स्किल्स अनुसार चाहिँ तपाईले मोड चेन्ज गरेर तपाईले कुदाउन सक्नुहुन्छ। आफ्नो रोडको टेरेन्स अनुसार चाहिँ हुन्छ नि तपाईको त्यसको हुन्छ हिसाबले चाहिँ तपाईले मोडहरु चेन्ज गरेर कुदाउन सक्नुहुन्छ। त्यो भनेको एकदमै राम्रो हो र तपाईको हुन्छ नि राइडिङको हुन्छ नि स्टेबिलिटी पनि एकदमै कन्ट्रोलमा आउँछ क्या। यो बाइकमा चाहिँ तपाईले 12 लिटरको ट्याङ्की पाउन सक्नुहुन्छ भने तपाईलाई जिज्ञासा भएर होला 1 लिटरले चाहिँ कति माइलेज दिन्छ भनेर हैन। सो 4cc को भए तापनि यसले चाहिँ तपाईको 1 लिटरले 27 किलोमिटर चाहिँ गुड्छ भने तपाईको यो चाहिँ स्लाइटली नर्मल एभरेज चाहिँ 4cc कोले तपाईको यतिको दिनु भने ठिक्क हो। सो यो बाइकको कलरको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ तपाईहरुले यसमा चाहिँ तपाईको चारवटा डिफरेन्ट कलर पाउन सक्नुहुन्छ। अहिले देखिरहनु भयो रेड छ भने तपाईको अर्को भनेको व्हाइट, सिल्भर र ब्ल्याकमा पाउन सक्नुहुन्छ। अब यसको सबैभन्दा मलाई मन परेको हुन्छ नि कुरा भने चाहिँ यसको हेडलाइट हो क्या। तपाईहरुलाई म बालेर पनि देउँछु, टक्क चाबी अन गर्ने बित्तिकै DLR-हरु बल्छ, जुन चाहिँ तपाईको हुन्छ नि LED को हो। यस्तो बवाल छ क्या, एन शेपमा छ, तपाईले देख्न सक्नुहुन्छ एन शेपमा छ। यसको प्रोजेक्टर हेडलाइट भएको कारणले गर्दा पनि होला है यस्तो बवाल बल्छ क्या। हेर्नु न ल, अहिलेसम्ममा मैले जति बाइकहरु चलाएँ नि, जति हुन्छ नि मैले लाइटहरु पाएँ नि बाइकमा, यो जस्तो लाइट चाहिँ मैले कुनै पनि भेटेन। यस्तो बवाल यस्तो लङ रेन्जसम्म छ कि है प्रोजेक्टर हेडलाइटले गर्दा पनि होला। जुन तपाईहरुको यो साइलाइटहरु छन् त्यो पनि LED रहेको छ भने जुन तपाईको यसमा पाउन सक्नुहुन्छ नि ब्याकलाइट त्यो पनि LED को रहेको छ है। जस बवाल छ भनेको लुक्स वाइज हेर्दाखेरि एकदमै बल्की देख्छ क्या यो बाइक नै। हेर्नु न, नाइस। यसमा चाहिँ तपाईको 43 mm को अपसाइड डाउन सस्पेन्सन रहेको छ भने तपाईको पछाडी चाहिँ 6 स्टेप मोनोसक रहेको छ, जुन चाहिँ हुन्छ नि मजाले काम गर्छ भनौँ न। यसमा चाहिँ तपाईको गोल्डन कलर भएको कारणले गर्दा पनि हुन्छ नि जुन बाइकको लुक्स एक्ज्याक्ट आउनुपर्ने छ नि यस्तो बवाल आइरहेछ। हेर्नु न, नाइस यार। सो अब तपाईहरुलाई म राइड रिभ्यू गरेर देखाउँछु है यसको पावर कस्तो छ भनेर है। ट्याक्क बस्ने बित्तिकै तपाईको जुन यो अगाडिको मिटर कन्सोल हुन्छ नि त्यो नै बवाल दिएको छ क्या। जस अहिलेको NS200 मा नि मिटर चाहिँ चेन्ज भएर आएको छ है, तर NS400 मा त अभियसली चेन्ज हुनै पर्यो नि त। त्यो कारणले गर्दा जुन यसको यो मिटर कन्सोल छ नि चिटिक्क राम्रो अनि सबै यसमा हुन्छ नि भरिपूर्ण छ क्या। तपाईहरुलाई म अब कुदाउँछु अनि देखाउँछु है त। सो यसको पावर चेक गरौँ ल। 26 ब्रेकिङ बवाल छ यार। जति यो बाइक कुद्छ नि ब्रेकिङ पनि त्यति नै पर्फेक्ट बनाएको छ क्या बजाजले है। सो NS400 मा चाहिँ बवाल छ ब्रेकिङ। सो अनि तपाईको डोमिनार
400 भन्दा चाहिँ तपाईँको NS 400 चाहिँ किन बढी कुद्छ भन्दा चाहिँ इन्जिन सेम भए तापनि तपाईँको डोमिनार 400 चाहिँ तपाईँको अलिकति हेभी छ क्या तपाईँको त्योभन्दा चाहिँ 20 केजी लाइट वेट छ नि त त्यो कारणले गर्दा पनि एग्रेसिभ कुद्छ क्या यो तपाईँको बडी पोजिसन स्ट्रक्चर तपाईँको एउटा त पर्पज पनि डिफ्रेन्ट हो नि त तपाईँको टुरिङको भयो यो तपाईँको नेकेड स्पोर्ट्समा हो नि त पर्पज डिफ्रेन्ट भएपछि तपाईँको अलिकति वेटमा फरक आउँछ वेटमा फरक आएपछि तपाईँको बाइक वेट टु रेसियो कुद्छ क्या त्यो आफै त्यो भन्नै पर्दैन क्या ट्याक्क हामी रेड लाइटमा परियो रोक्नुपर्ने हुन्छ चाहिँ यहाँ है ल सो यो बाइकले 0 to 60 चाहिँ तपाईँको 2.8 सेकेन्डमा हान्छ है र तपाईँको 0 to 100 6.9 सेकेन्डमा कुदेको हेर्नु न कुदेको कुदाइ त मरद छ बे ह्यान्डलिङ पनि एकदमै कम्फर्टेबल छ क्या मलाई जस एकदमै मन पर्यो है चेक आउट ह्यान्डलिङ जस पावर मात्र फिल गर्नु पर्यो क्या यस्तो मजा आउँछ है ट्याक्क इन्जिन ब्रेकिङ खेलाउने अनि त्यसपछि फेरि कुदाउने हो क्या नाइस कुदाएपछि त कुदाइ मात्र राख्न मन लाग्ने क्या आउट 120 130 त इज जाने क्या तपाईँको 2-3 गियरमै मजाले पुग्छ भने क्या सो यसमा चाहिँ तपाईँहरूले USB केबल चार्जिङ पनि पाउन देख्न सक्नुहुन्छ ट्याक अगाडि नै तपाईँको USB केबल राखिदिएको छ भने अब मिटर कन्सोलको बारेमा कुरा गर्नुपर्दा मिटर कन्सोलमा चाहिँ के छ त भन्नुपर्दा तपाईँको RPM को हुन्छ नि इन्डिकेटर गियर इन्डिकेटर तपाईँको कति स्पिड कुदिरहेको छ भन्दा नर्मलमा जुनै बाइकमा नि हुन्छ नि त अब अर्को फरक के छ भन्दा त्यसमा तपाईँको अब जुन यो मोडहरू छ नि मोडहरू चेन्ज गर्नाले त भेहिकल इन्फो भयो भेहिकल इन्फोमा भित्र गएपछि तपाईँको राइड मोड अनि ट्र्याक्सन कन्ट्रोल र तपाईँको वार्निङ्स छ वार्निङ्स भनेर के हो तपाईँलाई म सबै भन्छु राइड मोडमा भित्र गयो भने तपाईँको यहाँ अहिले 4वटा मोड छ रोड स्पोर्ट्स रेन र अफ रोड तपाईँलाई म भनिसकेको छु अहिले चाहिँ स्पोर्ट्समा राखेको कारणले गर्दा बाइकको जुन पर्फर्मेन्स छ नि यस्तो बबालतिर चाहिँ इन्जिनले है अनि अर्को भनेको तपाईँले हामीले तल गयो भने ट्र्याक्सन कन्ट्रोल छ ट्र्याक्सन कन्ट्रोलमा गयो भने तपाईँको ट्र्याक्सन कन्ट्रोल अन पनि गर्न मिल्छ अफ पनि गर्न मिल्छ तपाईँको आफ्नो हुन्छ नि प्रिफरेन्स अनुसार चाहिँ कुदाउन सक्नुहुन्छ ट्र्याक्सन कन्ट्रोल भनेर तपाईँहरू सबैजनालाई थाहा नै छँदैछ है तपाईँको मैले अहिलेसम्म रिभ्यू गरेको बाइकमा चाहिँ लगभग अलमोस्ट बाइकमा चाहिँ थियो क्या त्यो कुरा अनि अर्को कुरा भने वार्निङ्स भनेर चाहिँ के भन्दा यो बाइकको मेन कुरा भनेको सर्भिस नट डन भनेर चाहिँ नि तपाईँको यो बाइकमा के गर्नुपर्ने छ यो बाइकमा के चाहिँ समस्या छ भनेर तपाईँहरूलाई यो वार्निङ्स चाहिँ सबै इन्फर्मेसन चाहिँ तपाईँहरूलाई प्रोभाइड गर्छ है अनि अर्को कुरा भने कनेक्टिभिटी पनि छ यसमा चाहिँ तपाईँले आफ्नो फोन चाहिँ यो बाइकसँग कनेक्ट गरेर तपाईँको कलहरू नोटिफिकेसनहरू सबै चेकआउट गर्न सक्नुहुन्छ हजुरहरूले है अनि त्यसपछि अर्को भने ट्रिपको बाइक भइहाल्यो ट्रिप ए ट्रिप बी अनि बाइकको इन्फो सबै है तपाईँले पाउन सक्नुहुन्छ अर्को भने ल्याप टाइमर छ सो यसको मोडमा चाहिँ यति नै रहेको छ डिस्प्लेमा चाहिँ है अनि अरू भने त सबै फिचर्स भइसक्छ तपाईँको मोड अनुसार चाहिँ तपाईँको यहाँ पछि हुन्छ अलिक स्पोर्ट्स मोड भएको कारणले स्पोर्ट्स मोड ब्राकेट आइरहेछ भने रोड मोडमा गएपछि तपाईँको रोड मोड ब्राकेट आउँछ क्या सो यसरी चाहिँ तपाईँको सबै काम गर्छ मिडल कन्सोल पनि नट द्याट बिग नट द्याट स्मल ठ्याक्क बाइकलाई सुहाउने तरिकाको छ क्या ठिक्क क्युट हुन्छ नि ठिक्क छ बाइकलाई सुहाउने तरिकाको छ है सो तपाईँको यसमा चाहिँ अब किल स्विचहरू चाहिँ यही छ माथि गऱ्यो भने अफ भयो अनि तल बिचमा थिचेर अनि यहाँ थिच्यो भने चाहिँ अन भयो क्या यसरी सो यो चाहिँ एउटा हुन्छ नि फङ्सन चाहिँ राम्रो दियो क्या नभए पहिला तपाईँको पुरानो मोडलहरूमा तपाईँको माथि अन गर्ने भयो भने तलपट्टिबाट चाहिँ तपाईँको स्टार्ट गर्ने हुन्थ्यो नि त अनि अहिले चाहिँ हजार्ड लाइट पनि यहाँ माथि नै प्रोभाइड गरिदिएको छ क्या ट्याक्कै यहाँ गऱ्यो नि सबै चारवटै लाइट बल्छ अगाडि पछाडिको चाहिँ इमर्जेन्सी केसमा मात्रै बाल्यो क्या धेरै बाल्नु हुँदैन ट्याक्क जाउँ जस मलाई क्या रमाइलो लागिरहेको छ यार सो यो कम्फर्टेबल प्लस ह्यान्डी भएर पनि होला है अब तपाईँको वेट पनि त्यस्तो धेरै लाग्दैन क्या नभए त नर्मली 175-76 भनेर त एकदमै वेटी हो नि त बाइक तर यो पावरले गर्दा पनि त्यो वेट फिल हुँदैन क्या NS 400मा चाहिँ हजुरहरूले 5 स्टेप एडजस्टेबल लिभर पाउन सक्नुहुन्छ ब्रेक लिभर र तपाईँको क्लच लिभर है त 5 स्टेप भन्नाले चाहिँ कस्तो हुन्छ भने तपाईँको जुन यो हुन्छ नि हाइटहरू यस्तो 2मा बन्यो भने तपाईँको अलिकति माथि जान्छ 3मा गऱ्यो भने अझै माथि जान्छ 4मा गऱ्यो भने अझै माथि हुन्छ र 5मा गऱ्यो भने अझै माथि हुन्छ क्या त्यो चाहिँ कस्तो हुन्छ नि तपाईँको यो औलाको हुन्छ नि फिङ्गर अनुसार चाहिँ तपाईँले चेन्ज गर्न सक्नुहुन्छ यो हुन्छ नि 5 स्टेप चाहिँ तपाईँको है सो ओभरअल बाइकको हुन्छ नि पर्फर्मेन्स कुदाएको हेरिहाल्नुभयो यस्तो बवाल यस्तो रमाइलो लाग्यो है सबैभन्दा बवालकै हेर्नु न रेडिएटर ग्रिल पनि अलिकति ठुलो छ क्या त्यो कारणले गर्दा जति यो हुन्छ नि
73.27 को इन्जिनलाई धान्ने खालको हिट चाहिँ रेडिएटरले गराएको छ। लुक्स पनि हेर्नु न, लाइटले नै लुक्स नै यस्तो बवाल निकाल्दैछ क्या। यो हुन्छ नि यो बाइकको जुन यसको लुक्स छ नि ट्याक्क के नाइस। सो अनि तपाईँहरूले NS400 मा चाहिँ अगाडि पछाडि डुअल च्यानल ABS पाउन सक्नुहुन्छ भने सो तपाईँले देख्न सक्नुहुन्छ अगाडि फ्रन्टको हुन्छ नि रोटर पनि अलिकति ठुलो छ नि त नर्मल बाइकहरूको भन्दा। त्यो कारणले गर्दा फ्रन्ट ब्रेक चाहिँ तपाईँको अलिकति मजाले काम गरेको छ क्या। ग्रिमिकाको ब्रेकिङ युज भएको छ अगाडि है, पछाडि पनि तपाईँको ग्रिमिकाको ब्रेकिङ युज भएको छ क्या। र अर्को कुरा भने तपाईँको जुन यो छ नि पछाडिको रोटर त्यो चाहिँ हल्का सानो छ अगाडिको कम्पेयरमा गर्दाखेरि, तर पछाडिकोलाई नि यतिले चाहिँ मजाले धानेछ क्या। सो यस, अनि फ्रन्ट टायरको बारेमा कुरा गर्नुपर्दा चाहिँ अगाडि चाहिँ तपाईँको 110/70 को युज भएको छ भने तपाईँको पछाडि चाहिँ तपाईँ 140/70 को युज भएको छ क्या। त्यो कारणले गर्दा पछाडिको हुन्छ नि टायरको साइज चाहिँ अलिकति सानो चाहिँ लाग्यो मलाई चाहिँ अलिक कुदाउँदाखेरि चाहिँ। तर 140 पनि नट अ ब्याड, तर 150 भएको भए अझै सुनमा सुगन्ध थपे जस्तै 150 भएको भए चाहिँ यस्तो बवाल हुन्थ्यो क्या। सो यसमा चाहिँ तपाईँहरूले अन्डरबेली एक्जस्ट पाउनु सक्नुहुन्छ है। र जुन एक्जस्टको होल छ नि त्यो पनि अलिकति बिगर छ क्या NS200 भन्दा। तपाईँहरूले देखाउँछ है त, एकदमै बवाल छ क्या। साउन्ड पनि अलिकति बेसी टाइपको, हावा नि कस्तो राम्रो फालिरहेको छ क्या। यस बवाल छ क्या। अनि अर्को कुरा भने यसको जुन हामीले बाइक रेप गरेर इन्जिनबाट साउन्ड आउँछ नि त्यस्तो धेरै नोइजी चाहिँ छैन, किनभने यसमा चाहिँ तपाईँले DOHC पाउनु सक्नुहुन्छ। त्यो कारणले गर्दा इन्जिनको त्यो भाइब्रेसन लेभल र तपाईँको हुन्छ नि अलिकति साउन्डिङ नोइजिङ लेभल चाहिँ अलिकति कम छ। त्यस्तो पनि एकदम बवाल लाग्यो। र यो चाहिँ तपाईँको कुलेन्टको कति लेभलमा छ भनेर अहिले चाहिँ ट्याक्क म्याक्समै छ है। सो नाइस यार। सो यस, दिस इज द NS400 जेट बवाल। ओभरअल मैले अघि चलाएको बाइकको हुन्छ नि तपाईँको राइड रिभ्यू त हेरिहाल्नुभयो कस्तो लाग्यो। बाइकको पर्फर्मेन्स एकदम एक्सिलेन्ट छ, तपाईँको इन्जिनबाट काहीँ नोइज छैन, किनभने यसमा चाहिँ तपाईँले DOHC सेटअप पाउनु सक्नुहुन्छ नि त। त्यो कारणले गर्दा यो प्राइस रेन्जमा तपाईँको हुन्छ नि अन्डर 6 लाख तपाईँले 400cc को सेगमेन्टको बाइक पाउँदै हुनुहुन्छ, प्लस स्पोर्टियर सेगमेन्टमा एकदमै बवाल चाहिँ एकदम पर्फेक्ट छ। सो त्यही हो, अब फेरि म अलिकति राइड रिभ्यू गर्छु, त्यसपछि तपाईँहरूले देखाउँछु, त्यसपछि अहिले भिडियोलाई इन गर्नुपर्ने हुन्छ। भिडियोलाई लाइक सेयर सब्सक्राइब गरेको छैन भने प्लिज अहिले नै गर्नु होला। र तपाईँहरूलाई हुन्छ NS400 को फिचर्सहरू कस्तो लाग्यो मैले भनेको अनुसार यसमा जुन तपाईँले हुन्छ नि राइड मोड्सहरू पाइरहनु भएको छ 4वटा सेगमेन्टको। यसको अगाडिको डिस्प्लेको मिटर कन्सोलदेखि लिएर तपाईँको सबै एक्सटेरियर बडी पार्टदेखि लिएर तपाईँको हुन्छ नि यो श्राउडदेखि लिएर एकदमै पर्फेक्ट एकदमै राम्रो देखिरहेछ बाहिरबाट। तर अलिकति चित्त नबुझेको कुरा भने तपाईँको रेयर टायर चाहिँ तपाईँको 150/70 दिएको भए चाहिँ एकदमै पर्फेक्ट हुन्छ, किनभने बाइकको सेगमेन्टको ओभरअल बाइकमा चाहिँ 150/70 को अहिले टायर आइरहेछ नि त। तपाईँको यसमा चाहिँ तपाईँको 140/70 को दिइरहेछ। अलिकति टायरमा अलिकति इम्प्रुभमेन्ट गरेको भए चाहिँ एकदमै राम्रो हुन्थ्यो। ओभरअल बाइकको लुक्स वाइज पनि नट द्याट ब्याड, किनभने तपाईँको NS200 सेगमेन्टकै हुन्छ नि लुक्समा छ बाइक। अलिकति झट्ट हेर्दा तर अलिकति फ्रन्ट डिजाइन चाहिँ तपाईँको N250 र डोमिनारको लुक्समा बनेको भएर चाहिँ अलिकति एग्रेसिभ देखिरहेछ बाइक। ओभरअल NS400 मा चाहिँ यतिको लुक्स यतिको पर्फर्मेन्स चाहिँ यतिको प्राइसमा बवाल लाग्यो। सो अलराइट गाइज, अहिले चाहिँ अँध्यारो पनि भइसक्यो है। तपाईँहरूमा एउटा इन्ट्रेस्टिङ कुरा दिएको थियो त पल्सर NS400 को जुन तपाईँले ब्राइटनेस देखिरहनु भएको छ नि त्यो चाहिँ तपाईँले यसमा चाहिँ हाई लो मिडियम पनि गर्न मिल्दो रहेछ है। त्यो चाहिँ एकदमै राम्रो लाग्यो। र अर्को कुरा भने तपाईँहरूलाई मैले मेरो यसको मन परेको कुरा लाइट भनेको थिएँ, तपाईँहरूलाई लाइट पनि बालिदिएको छु क्या। ट्याक्कै अँध्यारो छ है त, ट्याक्क ल हेर्नु न कस्तो उज्यालो दिन्छ क्या अगाडि, हेर्नु न ल। तपाईँको यो लाइट बल्दा चाहिँ भिजन क्लियर देखोस् भनेर तपाईँको यो मिटर कन्सोलको लाइट चाहिँ अलिकति घट्दो रहेछ है। ट्याक्क यो गर्ने बित्तिकै फेरि यो बढ्छ क्या। हेर्नु न लाइट, हेर्नु न यस्तो फुल एरिया देख्छ क्या। त्यो चाहिँ एकदमै बवाल लागेको कुरा हो है। ट्याक्क यो अहिले चाहिँ अफ गर्नुपर्छ। अनि ट्याक्क हेर्नु न यो ब्राइटनेसको अगाडि चाहिँ मिटर चाहिँ अलिक राम्रो बल्ने क्या। सो यस, ओभरअल बवाल छ यार। तपाईँको यो नर्मल हुन्छ नि बिजी रोडमा कुदाउँदा एकदमै कम्फर्टेबल एकदमै राम्रो, प्लस तपाईँको ह्यान्डलिङ पनि बवाल लाग्यो यार मलाई त यसको। अनि अर्को कुरा भने यो चाहिँ तपाईँको अब 400cc भएर हिट हुन्छ कि हुँदैन, ओभर हिट हुन्छ कि हुँदैन भन्ला खै मैले यत्रो चलाएँ। अघि भक्तपुरबाट मैले यहाँसम्म नन स्टप रेटेर ल्याएँ, तै पनि अहिलेसम्म नि फ्यान चलाएको छैन क्या। जस यसको रेडिएटर चाहिँ त्यत्रो ठुलो छ कि 400cc को बाइकलाई चाहिँ मजाले धान्छ क्या। अनि चाहिँ अलिकति अनकम्फर्टेबल लाग्यो भन्दा चाहिँ मलाई के हो भन्दाखेरि गियरहरू हान्दाखेरि कि गियर हान्दाखेरि चाहिँ ढक ढोक गरेर छ, त्यो चाहिँ अलिकति मलाई अलिकति राम्रो लागेन भनौँ न। गियर चाहिँ घटाक गर्छ क्या, त्यति मात्र हो। त्यसले खासै प्रब्लम दिँदैन। तर ओभरअल बाइकको पर्फर्मेन्स वाइज प्राइस अनुसार यो बाइक चाहिँ बेस्ट हो हुन्छ नि 400cc को सेगमेन्टमा।
यस्तो मन पऱ्यो क्या ट्याक्क लाइट बाल्नु भएको छैन अगाडि सब चकिलो बल्छ क्या तपाईँको यो डिस्प्लेको मिटर कन्सोलको चाहिँ थोरै घट्छ है के गर्नु भयो दाजु सो अनि हजुरहरूले यो बाइकमा चाहिँ राइड बाई वायर पाउनु सक्नुहुन्छ है जुन भनेको अब हुन्छ नि अलिकति राम्रो कुरा हो क्या बाइकलाई चाहिँ किनभने क्विक थ्रोटल चाहिन्छ नि त बाइकमा यसले चाहिँ क्विक थ्रोटलको काम गर्छ कि त्यो कारणले गर्दा यस्तो बवाल छ है अनि यसमा चाहिँ वायरहरू हुँदैन क्या तपाईँको अब जुन हुन्छ नि अब हुन्छ नि यसको अन्डरमा ल्याउने बाइकहरू छ नि त्यसमा चाहिँ कुनै पनि बाइकमा चाहिँ वायर युज हुँदैन क्या अहिले सबै टेक्नोलोजी चेन्ज भएर राइड बाई वायर नै आएको छ त्यो चाहिँ एउटा हुन्छ नि गुड इनिसिएट हो किनभने चाहिन्छ क्या अब बाइकमा अपग्रेड गर्दै गएपछि केही न केही कुराहरू चाहिँ अपग्रेड हुनैपर्छ क्या त्यो कारणले गर्दा दिस अपग्रेड इज वान अफ द गुड अपग्रेड है NS400 सो यस ओभरअल बाइकको सब फिचर्सहरू सुनिसक्नुभयो कस्तो लाग्यो हजुरहरूलाई प्लिज कमेन्ट डाउन बिलो सो गाइज दिस मच फर टुडे इफ यु लाइक दिस भिडियो प्लिज हिट द लाइक एन्ड सब्सक्राइब बटन अनि भिडियोलाई मन पऱ्यो भने सेयर पनि गरिदिनु होला सो त्यति नै भन्दै बाई बाई टेक केयर सी यु इन नेक्स्ट रिभ्यू भिडियो र कुन भिडियोको हुन्छ नि कुन बाइकको चाहिँ रिभ्यू भिडियो चाहिन्छ प्लिज कमेन्ट डाउन बिलो सो या द्याट्स अल बाई बाई टेक केयर सी यु इन नेक्स्ट भिडियो